Hello everyone, finally Arsenal चेल्सीलाई Carabao कपको सेमिफाइनलको सेकेन्ड लिगमा 1-0 ले पराजित गरेर कुल 4-2 को एग्रिगेटमा फाइनल प्रवेश गरेको छ। फाइनली 2025-26 को वान अफ द बेस्ट वेल पर्फर्म वेल म्यानेज र लकिएस्ट क्लब भनेर हामी आर्सेनल क्लबलाई भन्न सक्छौँ, किनभने इङ्ग्लिस प्रिमियर लिगमा पनि टेबल टपमा रहेको छ, टेबल टप गरेको छ भने युएफए च्याम्पियन्स लिगमा पनि टप 8 भित्र नम्बर 1 मा रहेर प्रवेश गरेको छ भने फाइनली इङ्ग्लिस प्रिमियर लिगमा पनि अरू क्लबले पनि आर्सेनललाई टेबल टप गर्नमा हेल्प गरिरहेको छ। द्याट्स वाइ हामी 2025-26 सिजनको चाहिँ वान अफ द बेस्ट क्लब, लकिएस्ट क्लब एन्ड वेल पर्फर्म डिफेन्सिभ माइनेमा पनि वान अफ द टपमा राख्न सक्छौँ।